वेलकम टु माई युट्युब च्यानल। तपाईँहरूलाई फेरि पनि मेरो युट्युब च्यानललाई स्वागत छ। आज चाहिँ विजय दशमी सम्पूर्ण देश विदेशमा बस्नुभएको सबैजनालाई विजय दशमीको पावन अवसरमा शुभकामना छ। आज चाहिँ हामी यहाँ पार्कमा बसेर है सबैजना बसेर चाहिँ टिका आज यहाँ लगाउँदैछौँ है त। तिम्रो हो यहाँ चाहिँ यो ट्यागको बजेर छन् यहाँ चाहिँ यहाँ मुस्दै हौँ है हामी चाहिँ 2-3जना बसेर ट्यागको सम्झना हुन्छ भनेर यो चाहिँ उ गर्दैछौँ। ट्यागको अब अलिकति यहाँ उ गरेर केरासेरा लिएर आएर सबैजनालाई है यो चाहिँ हाम्रो यो चाहिँ ठुल्दाईले चाहिँ हामीलाई सबैलाई विजय दशमीको धेरै शुभकामना छ। सबैले साथीभाइ इष्टमित्रसँग सबैले माया साटेर दसैँ रमाइलो गर्नु होला। ल फेरि पनि सबैलाई धेरै धेरै शुभकामना। उसको इच्छा चाहिँ त्यो छ होइन। अब कविता तपाईँ चाहिँ के भन्नुहुन्छ? मेरो नि विजय दशमी तथा विदेशमा हुनुहुने सम्पूर्णमा दसैँको शुभकामना भन्न चाहन्छु है त। म चाहिँ मुस्दै थिएँ ट्याक्क धेरै पानी नहाला फेरि अहिले अडिँदैन है। म चाहिँ यहाँ टक्क यसो छु। अब हामी चाहिँ यहाँ पुरै अब मनाउँदैछौँ। एकैछिन टाइम लाग्छ। यो चाहिँ हाम्रो लगभग जापान आएको 2 वर्ष भयो। यो चाहिँ अर्को वर्ष नि टिको लागेको थियौँ, यही ठाउँमा टिको लागेको थियौँ र यसपालि नै यही ठाउँमा तर 2-3जना बसेर यो चाहिँ हामी पार्कमा छौँ है त। यस्तो छौँ। यो साइकल छ हाम्रो चाहिँ पुरै हामी चाहिँ यस्तै छौँ। यो बहिनी छ नि यहाँ ऊ चाहिँ गाडी उसको गाडी चाहिँ उयो है उयो पछाडिको गाडी ल है त। हामी चाहिँ मनाउँदैछौँ यहाँ टक्क लाएर पार्कमा आएर यस्तो छ है हेर्न सक्नुहुन्छ। तर आज रमाइलो हुनेवाला हाम्रो ठुल्दाईले टिको लाउन हाम्रो सुरु गरेका छन् है। अब ठुल्दाईले टक्क लाएर हामीलाई टिको लाउन सुरु गरिसकेका छन्। ल अब यसो ल है बसी ल ठुल्दाई फेरि भन त फेरि भनिदिनु त ठुल्दाई ढिला भइसक्यो साइज गइसक्यो होइन साइज गइसक्यो यो समाउलो होइन टक्क लाएर अब चाहिँ म पहिलोचोटि चाहिँ म अब टिका लाउन गएको छु। दाइले ढोगेर त दिनु केही छैन नि मलाई राम्रो आइछ नि यहाँ मेरो ठिक छ नि होइन एकदम मलाई आउँछ नि मन्त्र दिनु पर्यो कि राम्रो मन्त्र होइन ठ्याक्क अब यहाँको उपासनालाई अब टक्क होइन त्यो त भइहाल्छ। अब अर्को गएको पनि अब यस्तो खेल्ने गरेको होइन ट्याक्क होइन र छुल्दाइले फेरि यहाँनिर है यहाँ टपक्क नै यहाँ तल के है ठिक्क बिचमा तल बिच यहाँनिर है के अरे दाइ त्यो टिका लाउने दाइलाई जापी हेरेर छक्क भइरहेको होला तल तल दाइ तल तल ठिक्क छ के परदेशिएको एक्लो छोरो घरको सपना बोकेर परदेशिएको छोरो बाबाको सपना पुरा गर्नु परदेशमा अब अनेक थरी दुःख आइपर्छ त्यसलाई सामना गर्न शक्ति मिलोस् ल त्यही नै हो अब शुभकामना भनेको। अब कहाँबाट साथीभाइहरू भेट भएर यसरी रमाइलो गर्न पाएको छ धेरै खुसी लागेको छ। तपाईँहरू पनि यसै गर्ने मनाउनु होला भन्ने आशा गर्दछौँ। ल हामी अब जमरातिर जाउँ अनि मजाले अघि लगाउनु पर्यो क्या ठुल्दाइ ओइ टिको त अडिन्छ नि होइन कानमै लाउनु पर्ने तर चस्मा लगाएर कानमा चाहिँ अडिन सफल भएन। अडिन्छ ल अब दाइले ढोगिदिनु पर्यो नि त अनि भाइले दाइले ढोगिदिनु पर्यो नि भाइले पहिला ढोगिदिनु पर्यो। ल है त अब अर्को पाली छ। अब मेरो चाहिँ लगाइसकेको छ। अब यो बहिनीको पाली छ टक्क ठुल्दाई चाहिँ फेरि पनि अर्को पालीमा लगाइदिनुहुन्छ है त ठुल्दाई। हाम्रो दसैँ चाहिँ यस्तो भइरहेको छ। भिडियो पनि बनाएको हुन्छ नि त। ल यो चाहिँ म यहाँ छु है। यो जमरा खसेर कस्तो भइरहेको छ तर तै पनि हामीसँग धेरै जमरा छ है केही फरक पर्दैन। हामी चाहिँ यहाँ टक्क मनाउँछौँ पार्कमा। ल यो त नि बिललाई आशीर्वाद दिँदैछन् है त। ल घर परिवारको सपना बोकेर परदेशीको छोरी बाबाको सपना र आफ्नो सपना पुरा भएको छिटै देख्न पाइयोस्। दुःख कष्ट केही नपरोस् नरौ
पर्दैन समय छ आउँछ तपाईँहरूसँग दसैँ मान्नु नपाए नि अब केही समय भयो त छिट्टै घरपरिवारसँग रमाइलो मान्न पाइहालिन्छ यही नै हो यो बुढो दाइको आशिष ओहो यहाँ है हाम्रो ठुलाले के ल्याउनु भएको छ है पैसा दिनुपर्ने छ ओ यहाँ आशिषले ल है पैसा ओइ ठुलाले ओइ उसले त 1000 दियो ल मक्का पर मलाई चाहिँ नदिकन ठुलाइले पाउनु अब ल है अब मैले चाहिँ अब फेरि ठुलाइले अलिकति लगाइदिनु पर्ने हुन्छ म चाहिँ ठुलाइले लगाउँदैछु है त आशिष सर हाम्रो के ले पेसो हुन त त्यो पानी छ मेरा पानी पानी ऊ त म चाहिँ अब ठुलाइले लगाउँदैछु है अब परदेशीको छोरो म परदेशीको हो परदेशीको आशीर्वाद अब यस्तै हुन्छ हेर्नु होला अनि कपाल सरलाई गर्न गरोस् त भाइ के त्यो टोपी लाउँ टोपी परदेशीको टोपी तिमी जे गरे नि हुन्छ ल ठिकै छ ल कपाल ल परदेशीको एक्लो छोरो त नभनौँ दुईवटा छोरो दुईवटा दाजुभाइ हुनुहुन्छ टक्क लगाएर प्रगति गर्नु ठुलो मान्छे बन्नु साथी कस्तो हो भनेर चिन्नु है अब दुःख पाएर आएको छौ अब नबिग्रिनु बिग्रेको छैन अझै पनि प्रगति गर्नु धेरै बाँकी छ प्रगति गर्नु आशीर्वाद लागोस् यो दसैँमा दसैँको शुभकामना है त है त्यो त दिन सक्दिनँ दाइले अब एउटा केरा चाहिँ दिनु है त आशिषलाई दाइ जस्तो सम्मान दाइलाई ल म फेरि पनि ढोगेँ दाइलाई है दाइको आशीर्वाद लागोस् एउटा केरा चाहिँ अरू दिन नभए पनि पैसा त छैन मसँग लागि एउटा केरा चाहिँ ल है ल अब हाम्रो चाहिँ यो दसैँ चाहिँ अब बिस्तारै बिस्तारै सम्म सकिन लागिसकेको छ अब कार्यक्रम सक्यो अब फोटोसुट खिच्ने कार्यक्रम हुन्छ तपाईँलाई हामी देखाइहाल्छौँ ल अब है त बिस्तारै तपाईँहरूलाई अर्कोचोटि देखाउँला है त ल बाई बाई जमरा राखिसकेको छ के अरे जमरा कानमा राखिसकेको छौँ अब हामी चाहिँ टक्क फोटो खिच्न जाँदैछौँ है त लेट्स गो बिना सबैजना है यहाँ चाहिँ कस्तो सागर राम्रो के अरे आशिष राम्रो कि म राम्रो है कमेन्ट गर्नु होला यहाँ हामी चाहिँ अब यहाँ खिच्न जाँदैछौँ टक्क लगाएर आजको दसैँ पनि रमाइलो भयो अब झन् कलेज जाँदाखेरि टक्क कलेजमा जाने अब त्यहाँ पनि रमाइलो हुन्छ होला आई होप ठिकै छ रमाइलो भयो यसपालि दसैँ परदेशीको दसैँ यस्तै हो टक्क लाएर उसले चाहिँ यहाँ खिच्दैछन् अनि चाहिँ यसो गर्छ गीत रोज्दैछन् हामी चाहिँ यस्तो छ जमरा चाहिँ हाम्रो जमरा चाहिँ यहाँ छ है यत्रो जमरा छ सबैजना यिनीहरू हामीलाई हेरेर बसिन्छन् यिनीहरूले हामीलाई हेरेर बसिन्छन् है अब चाहिँ हामी चाहिँ अब जाँदैछौँ कार्यक्रम पनि फोटोसोटो पनि खिच्यो है सब गऱ्यो यहाँ मिलाउँदै हुनुहुन्छ यस्तो दही सही लिएर आएको केरासेरा लिएर आएको ल केरासेरा खानु केराउटिनीहरू यहाँ खाँदैछन् तर हाम्रोमा मतलब छैन ल आशिष के भन्दैछ होला लास्ट त अब हामी जाँदैछौँ आजको दसैँ पनि यही समाप्त भयो अब यो वर्षको दसैँ हामीले समापन गऱ्यौँ अर्को वर्ष पनि योभन्दा धेरै रमाइलो गरी फेरि हामी भेट्दैछौँ र सबैको जय होस् यति मात्रै भन्न चाहन्छु ल है दादा उसले त्यति ल कविताजी तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ आज ए कतिको गाउँको याद कतिको आइरहेको छ तपाईँहरूलाई किन आएन थाहा छ उसलाई सब मैले 1000 रुपियाँ आशिषले 1000 रुपियाँ दिएर उसलाई चाहिँ याद आएन है त्यो साथी छ ए उसले 1 मन दियो है उसले 1 मन दिएको मैले चाहिँ 2000 दिएँ तर उसले भन्दैन है यस्तो छ अब हामी चाहिँ पढ्न म नि खाने हो भोक लाग्यो होइन म नि खाने हो म पनि खाने हो ट्याक्क यहाँ आशिषले पनि खान्छ खाऊँ एक एकवटा केरा यो तास त यहाँ खाएर जाने कि अब 10मा निस्किँदै पुगिन्छ कि
त्यसमा बोल्नु है क्या घरको याद आयो घरको याद यो तास न है यो तास्ने चाहिँ केरा म नि खाँदैछु त्यहाँ पनि यस्तो छ है अब उसले फेरि केरा केरी दिन्छ यार तपाईँ ह्याप्पी दसैँ अब हाम्रो दसैँ पनि है अब सकिन्छ अब तपाईँ पनि अब कलेज जानु छ कलेज गरे अलिकति रमाइलो पनि हुन्छ त्यहाँ पनि तपाईँहरूलाई देखाइहाल्छु तर कस्तो भने अलिकति खल्लो मान्छे कस्तो हुनेछ भनेदेखि परिवारसँग सँगै त नभनौँ होइन नभए पनि तर यहाँ खुसी चाहिँ कस्तो भने खुसी नै छैन क्या अनि टिका लाउन नपाए पनि होइन त्यो भनौँ न बाबुआमाको हातबाट टिका लगाएको र यहाँ आएर यसरी टिका लाउनु कुनै छैन कि तैपनि मन डह्रो पारेर भए पनि परदेशी जीवन बिताउनु पर्ने छ हामी जस्तो परदेशीमा काम गरेर अलिकति के होला कि भनेर यहाँसम्म आइपुग्यो अब यसैलाई पनि अब चित्त बुझाएर अब अगाडि बढ्नुपर्ने हुन्छ हामीले चाहिँ अब सङ्घर्ष गर्न आएको सङ्घर्ष गर्नै पर्छ छोरा मान्छे होस् या छोरी मान्छे होस् जसले पनि सङ्घर्ष गर्नै पर्ने हुन्छ तर एउटा मन चाहिँ कस्तो भइरहेछ भनेदेखि आजको दिनमा पनि होइन टाढा भएर यसरी बस्नु चाहिँ त्यो जस्तो मनमा पीडा चाहिँ कुनै नहुने रहेछ कि त्यति भयो आज तपाईँ मनमा जस्तो जे भए पनि मन चित्त बुझाएर चाहिँ अगाडि बढ्दैछौँ अब यस्तै छ परदेशी जीवन दसैँ भनौँ तिहार भन्यो सकिन्छ आउँछ जान्छ तर पनि त्यो दिनमा चाहिँ मन चाहिँ अलिकति खल्लो चाहिँ हुने रहेछ र सबैलाई घर परिवारदेखि लिएर देश विदेशमा सम्पूर्णलाई मेरो दसैँको धेरै धेरै शुभकामना छ है त काठको आइसक्यो कलेज आइसक्यो जुन के भनिन्छ मैले भ्लगमा हालिदिन्छु मलाई के एउटा शब्द जाओस् न आज विजय दशमी दशमीको सबैलाई धेरै धेरै शुभकामना अब परदेशमा भए पनि यस्तो अब रमाइलो गर्न पाइयो त्यही खुसी छु यही हो यदि भन्दिनँ ल है यो चाहिँ अब हामी चाहिँ गएकोमा चाहिँ यहाँ अनि यहाँ सबैजना आइसक्यो हेर म चाहिँ यहाँ गएकोमा छु अब गएकोमा त यो टोपी लाउनु मिलेन अब यो चस्मा लाउनु मिलेन अब म यसलाई बिस्तारै बिस्तारै यसो गर्छु पहिला अनि यसलाई चाहिँ राख्छु है परदेशको कोसेली बाँड्दैछन् लहरे नि भाउजू मुसमुसु हाँस्दै भित्र र बाहिर गर्दैछन् कोदो फुल्यो बारीमा लडीलै धानको बला झुल्यो खेतैमा नेपालीलाई सुहाउँछ बरेलै जमरा र रातको टिकैमा साथीले बोलायो है साथीकोमा जान्छु म अब लगभग यहाँबाट 1.5 घन्टा जति लाग्छ होला ट्रेनमा अब यहाँबाट जान्छु साथीले गर्दा सित नजाने कुरा भएन कति सबै पारा चाहिँ लागेँ है त ल फाइनली म चाहिँ आइसकेको छु है यहाँ अब टिका लाउने हामी चाहिँ यहाँ दाइको घरमा दाइ नभनौँ साथीको घरमा दाइकै घर भनौँ है त हामी यहाँ टिका कार्यक्रममा चाहिँ चट्ट मलाई चाहिँ यहाँ टिका लगाइदिनुहुन्छ है त ल भाउजू चाहिँ यहाँ भाइ आएको भनेर चाहिँ यहाँ खिर बनाउनु लाउनु भएको थियो मलाई चाहिँ यहाँ भाउजूले तर मासु नि भाउजूले पकाउनु भएन यहाँ मासु नि पकाउनु भएन तर आज बनाउनु हुने चाहिँ स्पेसल चाहिँ खिर यहाँ खसीको मासु है ल यहाँमा चाहिँ अब यहाँ टिको लाउँछ है त त्यो फलफुलसँग दिनु न फलफुल र एउटा त्यो पैसा दिनु फल त मलाई दिने होला तँलाई पनि दिनु पर्छ खुट्टा ढोल्नु पर्दैन आजको दसैँ चाहिँ है अब यही स्याउले टाढोले पैसा नि आजको दसैँ चाहिँ एकदम रमाइलो भयो आज दाइको घरमा आइयो टक्क अब आज बसिन्छ मजाले खाइन्छ दसैँको दिन है सबै तपाईँहरूलाई पनि दसैँको धेरै धेरै शुभकामना
गाउँको जस्तै मनाइरहेको छौँ धेरै गाउँको दाजुभाइ भन्दा पनि सानो बच्चापनको हामी चाहिँ एकदम मिलेर हिँडेको साथी हो। अब दाजुभाइ भनौँ अरे हिँडेको के भन्ने त अब के मेरो भन्नु। चाहिँ दसैँको सबैजनालाई धेरै धेरै शुभकामना। हाम्रो चाहिँ फोटो खिच्ने भाउजू हुन्छ यो भिडियो गरेको भाउजू हुनुहुन्छ। अब मैले अघि तपाईँलाई देखाइहालेँ। भिडियोमा राखे पनि ल आजको दसैँ चाहिँ हाम्रो यहीँ सकिन्छ। आउनुभयो देशविदेशमा रहेको सबैजनालाई चाहिँ दसैँको धेरै धेरै शुभकामना। मेरो भ्लग सबैजनाले हेर्नुभएको हुन धेरै धेरै धन्यवाद। आरिगातो गोजाइमास। ल फेरि भेटौँ ल अर्को भ्लगमा। अब आउँदैछ छुट्टी आउँदैछ। अब चाहिँ कस्तो के हुन्छ जापान भनेर तपाईँहरूलाई म देखाइहाल्छु है त। के भन्दै बाई बाई।